हाम्रो दाइले पनि धेरै कमाउँदैन त्यस्तो होइन कति 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 भएर कति किचनहरू सफा गर्ने होइन अनि बारहरू सफा गर्ने किचनहरू सफा भएको ठुलो होटेलको त्यो बिल्डिङ हुन्छ नि त्यो कम्पनी अनुसार सफा गर्छ अरे बाउलाई पनि लिएर गएको कि त्यही मेरो बाबुले पनि भन्दैन त्यो त भन्दैन होइन अनि त्यसपछि राति बिहान कति बज्छ भने 5 बजे अनि बिहानमा फेरि 9 बजे गएर कति 12 कि 1 बजे चाहिँ नेपाल घर पनि नभन्ने बाउ पनि लिएर आउँछ नि त बाउ पनि बसिरह कस्तो सेक्रेट बोल्छ अनि आफ्नो बाबुलाई सघाउनु जान्छ अनि हामीले किन दिदीले सघाउँछ र त्यो बुढोलाई त्यो बाजेलाई आफ्नो मान्छे पर्छ के त्यो घर भन्छ अरे आफ्नो मान्छेको यसले बाउ भन्दैन अरे होइन बाउले किन बाउ नभन्छ यही पनि उहाँ त्यस्तो तिनीहरू काम गर्दा चाहिँ के काम गर्नुहुन्छ र भन्दा त होइन यताउति भन्दै कुरा भएको मलाई त कतिको त्यो कपिल दाइको बुढीले कुरा गर्दाको घुमाउँदा त कस्तो अप्ठ्यारो हुँदैन भन्दाखेरि त्यो तिनीहरू काम गर्दैछ त भन्छौँ हाम्रो त भाँडामारीमा किचनमा आउँदा थाहा पनि कति त्यस्तै खासो लगाएर मान्छे भाँडाको भाँडामारीले हामी किचनमा छिर्नु पनि भन्नुभयो मलाई पहिला त्यसै हेर्दाखेरि चाहिँ सेक्रेट हुन्छ बेला पनि लगाउने काम लगाउने काम गर्ने जाने त्यो कुरा सुन्यो जहिले चाहिँ त्यो बिउलाई सघाएको सघायो भने त्यो कसैले तिम्रो जहिले सघाउनु भनेर बुढो मान्छे भएर सघाएको त्यो भन्ने अनि त्यसमा त्यो रूपादी त्यो भनेर सबै जान्छ जयको बुढी के जयको बुढी पक्कै बाउनुपर्छ होला कि बाउनुपर्छ भन्छ अरे मेरो बाउ भनेको के गर्दै होला त्यस्तै कुराहरू गर्छ त्यो सरकारको एप्लाई गरेको क्या क्या कति बुझी खाने त्यहाँ त्यसो गरेको घर पहिले कति भयो एप्लाई गरेको भने मलाई त्यस्तो केही पनि थाहा होइन हामी त्यो टाढो भेट्यो होइन फेरि एउटा के गर्नु हुन्छ किन राति राति काम गर्छु किन पूजा गर्छु र क्यासमा त्यही हुन्छ त्यो ओके मुन्डो साह्रै हुँदा हो कता कुरा
भन्दै पैसा माग्नु पैसा खोज्दै भन्दै थियो घर टिका पऱ्यो अरे कपिलको बुढीले उसले दुईजनाले टिकामा घर किनेको अरे कपिलको बुढीको नाम